मेबी रावणको पनि उसको चाहिँ मल्टिपल त्यो थियो होला। क्यारेक्टर होला के अब त्यसलाई कसरी क्रिएटिभमा फर्म गर्यो नि 10 10 टाउको। आखिर एउटै ह्युमन फर्म थियो होला होइन तर 10 टाउको राखिदिएपछि त्यसको चाहिँ यस्तो छ त्यसको एक्चुअल इन्टरप्रिटेसन चाहिँ के रहेछ भनेदेखि त्यो रावणको 10 आननको 10 आनन भनेको 10वटा टाउको त्यो लिटरल मिनिङमा त भइहाल्यो होइन तर रावण चाहिँ यति धेरै बुद्धिमान थियो कि उसले 4वटा वेद 6वटा पुराण कण्ठ थियो अरे क्या अनि मान्छेले भन्दाखेरि यससँग एउटा मात्र होइन यसको त 10वटा टाउको छ यो यति धेरै विद्वान छ त्यसरी इलाबोरेट गर्दाखेरि चाहिँ साइन्टिस्ट हो meanings मा गयो क्या श्रीलङ्कामा रावण साइन्टिस्ट हो त्यही त अनि उसले चाहिँ केमिकल युज गरेर उड्यो हो अरे भन्छ क्या मान्छेहरूले त्यो जुन पुष्पक विमान छ नि त्यसलाई केमिकलै युज गरेर होइन के गरेर साइन्टिस्ट हो अरे क्या ऊ जस्तो हनुमानको पनि त्यो के अरे रामले त्यो रिङ यस्तो त्यो क्र्याकबाट रिङ खसाले हनुमान मेरो रिङ खसे लिएर आइदियो भनेर तल जाँदा त त्यस्तो त कतिवटा रिङहरू रे क्या अरू डिफ्रेन्ट वर्ल्डबाट नि एभ्री वर्ल्डमा त्यही साइकल रिपिट भइरहेको क्या सबले हाम्रो साइकै बनाएर हो क्या भगवान्हरू मिलेर होइन मैले भने जस्तो मल्टिपल पर्सनालिटी डिसअर्डरकै कुरा गर्दाखेरि जस्तो अब शिव भगवान्कै 4वटा अवतार छ अरे क्या अब होइन अब कस्तो भन्दाखेरि अब शिवको अब फुचेले जसले शिव शिव हेर्नुहुन्छ नि त अन्त शिवको सती मऱ्यो होइन सती आफूले प्राण त्याग गरेपछि लास्ट अन्किन्छ उसले अनि टक्क त्यो जटा यस्तो निकालेर वीरभद्र निकाल्छ क्या उसले होइन अन्त अब शिव कस्तो भन्नु बुढी त मरिरहेछ होइन शिव चाहिँ वीरभद्र जात मार्दै टाइम मैले भने अब 12वटा अवतारमा त त्यो सबै अवतार फेरि एक ठाउँमा आउँदा त अलिअलि गाह्रो त होला नि त दशाननको मिनिङ चाहिँ 10वटा टाउको होइन त्यतिको विद्वान त्यतिको इन्टेलेक्ट भनेर ब्रिफ गरेको तर हामी किन त्यस्तो त्यो जस्ट इज रिटन त्यही भएर 10 टाउको जहिले पनि त्यो अलिकति त्यो लिटरल मिनिङमा जान्छ नि जस्तै अर्को एउटा लिटरल मिनिङमा गएको के छ भने लाखबत्ती बाल्छौँ नि हामीहरू लाखबत्ती बाल्दाखेरि नि हामीहरू 1 लाखवटा बत्ती बाल्छौँ नि त होइन 1 लाखवटा बत्तीको नि एक्चुअल इन्टरप्रिटेसन चाहिँ कस्तो आएको थियो भनेदेखि लाइट भनेको त नलेज हो होइन अनि डार्कनेसलाई किल गर्ने लाइटले इग्नोरेन्सलाई किल गर्ने नलेजले एउटा लाइटले 1 लाखवटा बत्ती बोल्न सक्छ तिमीसँग नलेज छ भने तिमी 1 लाखलाई एन्लाइटन गर्न सक्छौ तिमी 1 लाखवटा बत्ती बाल्यो भने चाहिँ तिमीले धर्म कमाउँछौ भनेपछि हामीसँग भएको नलेजले चाहिँ 1 लाख जनालाई एनलाइटन गर्यो भने त हामीले धर्म कमाउँछौँ खतरा लाग्यो इन्टरप्रिटेसनको कुराहरू